पाइएन गरिसक्यो हो कि एकचोटि यता फर्किनु न आफ्नो गल्ती त यहाँ गरेकै छैन मैले होइन के हाँसेको हो हाँस्दाखेरि सास निस्किँदैन हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल हजुरहरू सन्चै हुनुहुन्छ होला हामी पनि एकदम धेरै सन्चै छौँ आज चाहिँ बुढाबुढीले खतरा च्यालेन्ज आएको छ आज चाहिँ करेन्ट चल्छ दुईवटा चार प्याकेटलाई चाहिँ दुईवटा गरेको छौँ यो चाहिँ च्यालेन्ज छ अनि नो रियाक्सन भिडियो छ है साथीहरू रियाक्सन चाहिँ पिरो छ दुई प्याकेटको पुरै मसला राखेको छ पिरो छ होला एकदम धेरै पिरो भयो नि खानु पर्यो गऱ्यो भने चाहिँ के गर्ने त पनिसमेन्ट झाप जतिचोटि गर्छ त्यतिचोटि प्याट्टा हान्ने ल ल सुरु गरिहालौँ साथीहरू Jingle bells, jingle all the way. Oh, what fun it is to ride in a one-horse open sleigh. Santa Claus is coming to town. ल साथीहरू खाना स्टार्ट पानी खानु पाइँदैन यता फर्किनु न आफ्नो गल्ती त यहाँ गरेकै छैन मैले अघि छैन फेरि गरे हो किन हाल्को पालाको पैसा त मैले तिर्न पाएँ नानी हाल्नु पर्ने थियो अझ बिस्तारै भयो हाकिनु गरेको तपाईँले गरिसक्नु भयो होइन के हाँसेको हो हाँस्दाखेरि सास निस्किँदैन हाँस उठ्यो है मलाई म्याङ्गो पनि फ्राई गर्नु कति मिठो रहेछ हौ म्याङ्गो एकचोटि उ गरिसक्यो हौ तिमीले म थाहै सकेँ होइन क्या एकचोटि मजाले गर्छु गऱ्यो पिटी हाल्नु नि त पिट्न त परिहाल्नु खाउ भइहाल्नु पहिला खान्छु क्या पोखरा चाहिँ ल खाइसकेँ ऊ तपाईँले नि गरे आमा घरको आँप त्यस्तै मिठो बाबा घरको काँको त्यस्तै झनै मिठो सबैतिरबाट जन्म भएको है बुढीको हातको चप झनै मिठो के गर्नु नखाँदै अगाइएको थियो खानै सकिएन झन्
पिरो भएन तपाईँले तपाईँले पिरो भएर पिरो भयो भन्न पाइएन साह्रै मिठो भनिरहेको छु मैले सास फेर नपाइने यार सास फेर नि दिँदैन कसरी खानु त खासै नफेरि त पनि खान नपाउनु होइन म त खाइदिइसकेको कस्तै हो नि मान्छे त के गरेको केही गरे होइन गरेको अहिले मैले ल नठका हेर्नुहोस् गाइज मैले फर्स्ट गरेँ थप्पड टिपन चट्टी चुटी फेरि गर्नु अब त गर्नु पाइन्छ खाँदैछ त हजुर कहाँ पाइयो सिद्धि नि त लास्टमा अहिले त होइन त पानी पनि खाइदिएको सिद्धि नि त जान्छ पिरो अलि धेरै हालेको थिएँ त्यो चाहिँ मलाई परेछ क्या उता पारिदिन्छु भनेको चाहिँ यता परेछ अनि मलाई नै परेको पिरो तपाईँ पिरो धेरै पऱ्यो भयो नि त्यसरी श्वास निकाल्नु हुन्थ्यो मलाई बढी हिजो मिठो थियो नि अब आज अलिक गिलो गिलो भएको छ ठिक्क थियो खानु अर्को झन्डै त गिलो भएको लुचेर खाँदा गाह्रो पो हुँदो रहेछ त्यो त मैले यो रोजेको दिमाग लगाउन पासा दिमाग के हाँसेको ल अब सिधै भिडियो सक्नुभयो टक्क मिठो पिरो अमिलो सबैभन्दा पिरो चाहिँ मलाई परेछ क्या मैले उता चाहिँ पिरो राखिदिन्छु भनेको यता सर्नु नभनेको पछि मान्नु भएन शङ्का लाग्यो जस्तो त भएको थियो तर पिरो चाहिँ मलाई परेछ मलाई चाहिँ अलिक कम पिरो परेछ त्यही भएर उहाँको रियाक्सन कम आयो पिरो त पिरै थियो मसला अलिक बढी चाहिँ यता राखेको थिएँ कि पिरो जे भयो नि भयो साथीहरू ल अर्को भिडियोमा नि आउनेछौँ लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला आजलाई चाहिँ बाई बाई जसले जे भने पनि हार गरेर खाएको र हार नगरी खाएकोमा धेरै फरक पर्दो रहेछ हार गर्दै खाँदै गर्न पाएका मिठो हुन्थ्यो होला तै पनि मिठै भयो त्यसको लागि धन्यवाद बुढी